घाँसको बारी पनि पुग्यो। केही समय विश्राम गरेर आफ्नो अभिव्यक्ति व्यक्त गर्छु है। एकजना दाइले भन्नुभएको थियो, बहिनी अहिले म विदेशमा छु, मेरो निमित्त पनि केही व्यक्त गरिदेऊ न है। प्रिय दाइ, केही समय विश्राम गरेर यसै भिडियो मार्फत तपाईँको निमित्त केही कुरा व्यक्त गर्छु है। रहर र बाध्यताको सदैव युद्ध परिरहन्छ अनि त्यो युद्धमा जिन्दगी फसिरहेको हुन्छ। त्यसै समयमा जिन्दगीलाई परिस्थितिले साथ दिइरहेको हुन्छ। स्वकारण त परिस्थितिले अरियाएको हरेक भूमिका जिन्दगीले निर्वाह गर्नुपर्दछ। त्यही भूमिका निर्वाह गर्ने क्रममा आज तपाईँ वैदेशिक रोजगारमा हुनुहुन्छ अनि त्यही भूमिका निर्वाह गर्ने क्रममा नै तमाम युवाहरू, तमाम नेपाली नागरिकहरू विदेश जान बाध्य हुनुभएका छन्। कस्तो विडम्बना छ है। खुसी अर्थात् सुख सदैव हामी प्रतीक्षा गर्छौँ। खुसी आउँछ नि एक न एक दिन, सुख आउँछ नि एक न एक दिन भनेर हामी प्रयास गरिरहन्छौँ, निरन्तर प्रयास गर्छौँ, मेहनत गर्छौँ, हड्डी खियाउँछौँ, कङ्काल हलाउँछौँ। तर खुसी त आए जस्तो गर्छ अनि फटाफट जान्छ। फेरि दुःखको आगमन हुन्छ, फेरि सङ्घर्ष गर्छौँ खुसीको निमित्त। एक न एक दिन खुसी आउँछ, तर खुसी कहिल्यै आउँदैन, कहिल्यै सुख कहिल्यै आउँदैन। खुसी र सुखको कहिल्यै पनि आगमन हुँदैन, किनकि खुसी र सुख त हाम्रो मन मस्तिष्कमा रहेको हुन्छ, जसलाई हामीले अनुभूति गर्न सक्छौँ। हामीले यदि खुसी र सुख अनुभूति गर्न सक्यौँ भने सदैव खुसी र सुख आफूसँग भएको महसुस गर्छौँ। हामी सदैव खुसी र सुखी हुन्छौँ अनि सुख र खुसीको कहिल्यै पनि प्रतीक्षा गर्नु पर्दैन। जिन्दगीमा हामीले जहिल्यै पनि सुख र दुःखको प्रतीक्षा गर्दा गर्दा जिन्दगीलाई नै प्राथमिकता दिएर छोडिरहेका हुन्छौँ। तर यसलाई बन्द गर्नुपर्छ, किनकि खुसी र सुख हाम्रो हृदयमा हुन्छ, मस्तिष्कमा हुन्छ, जसलाई आभास गर्नुपर्छ यदि जीवन्त खुसी रहनु छ भने। अनि प्रिय दाइ, म तपाईँलाई भन्न चाहन्छु कि तपाईँ सदैव खुसी रहने प्रयास गर्नुहोस्। आफ्नो परिवारलाई सदैव उच्च स्थानमा राख्नुहोस्, सदैव प्रेम गर्नुहोस्। र अर्को कुरा, आफूसँग इमान्दारिता, स्वाभिमान कहिल्यै पनि नहटाउनुहोस् आफूबाट। दृढ सङ्कल्प गर्नुहोस्, एउटा निश्चय बोकेर अगाडि बढ्नुहोस्। आफ्नो लक्ष्यमा सदैव केन्द्रित हुनुहोस्। अरूको दमन नसहनुहोस्, अरूलाई दमन पनि नगर्नुहोस्। सदैव निडरताको साथ अग्रसर हुनुहोस्। सदैव यति सङ्घर्ष गर्नुहोस्, यति जोस राख्नुहोस् आफूमा कि त्यो जोसले तपाईँलाई अवश्य पनि तपाईँको लक्ष्यतर्फ डोर्याओस्, केन्द्रित गरोस्। कहिल्यै पनि नडगमगाउनुहोस्। दृढ सङ्कल्प, अठोट निश्चय सदैव तपाईँमा रहोस्। प्रिय दाइ, तपाईँ लगायत जति पनि वैदेशिक रोजगारमा हुनुहुन्छ उहाँहरूलाई फर्किएर आउनुहोस् र जति पनि वैदेशिक रोजगारमा जान लाग्नुभएका छन् उहाँहरूलाई पनि नजानुहोस् भनेर भन्न त सक्दिनँ, तर यति भन्न चाहन्छु कि सदैव सकारात्मक मार्गतर्फ अग्रसर हुनुहोस्। नकारात्मक कुरालाई कहिल्यै पनि केन्द्रित नगर्नुहोस्। त्यहाँ विदेशमा भएका हरेक सकारात्मक कुराहरूलाई तपाईँले सिक्ने प्रयत्न गर्नुहोस्, सिक्नुहोस्, त्यो प्रति केन्द्रित हुनुहोस्। अनि तपाईँ नेपाल फर्किँदै गर्नुहुँदा तपाईँको मन, मुटु, मस्तिष्कमा मात्र होइन, अनुहारमा पनि त्यो साहस, ऊर्जा, शक्ति, क्षमता अठोट होस्। जुन अठोट शक्ति, ऊर्जा, क्षमता अब तपाईँले नेपालमा आएर लगानी गर्नुहुनेछ। अनि त्यो समयमा तपाईँको परिवार मात्र होइन, तपाईँको जन्मभूमिले पनि तपाईँलाई स्वागत गर्न लालायित बनोस्। तपाईँको बहिनीको तर्फबाट, तपाईँको चेलीको तर्फबाट तपाईँलाई सदैव सुखी, समृद्धि अनि उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु प्रिय दाइ। सायदै तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि अवश्य पनि आफ्नो बहिनीको अभिव्यक्तिलाई मनन गर्नुहुनेछ। घरमा मम्मीले छोरी कति बेला आउँछिन् भनेर प्रतीक्षा गर्दै हुनुहुन्छ अवश्य पनि। अब भने म घाँसको बारी बोकेर घरतर्फ प्रवेश गर्छु है।
बारीको ओजन अलिक धेरै नै भएछ आज।